दर्शकबिन नेपालकै राष्ट्रिय महिला फुटबल खेलाडी कप्तान अन्जिला तुम्बापो सुब्बाको वास्तविक यथार्थ घटनामा आधारित बनेको चलचित्र अन्जिलाले अहिले आम नेपाली दर्शकहरूलाई धुरुधुरु रुहाएका छन्। चलचित्र अन्जिला हेरिरहँदा नरहेका आम नेपाली दर्शकहरू कमाइ होलान्। अन्जिला सुब्बा नेपालकै राष्ट्रिय महिला फुटबल खेलाडीका कप्तान हुन्। यस चलचित्रमा अन्जिला सुब्बा नेपालकै राष्ट्रिय महिला फुटबल खेलाडीका कप्तान हुनुभन्दा अगाडि उनले विगतमा के कस्ता दुःख पीडाहरूसँग सामना गर्नु पर्यो र उनी कसरी नेपालकै राष्ट्रिय महिला फुटबल खेलाडीका कप्तान हुन सफल भइन् भन्ने विषयलाई लिएर उनको जीवनको वास्तविक यथार्थ भोगाइलाई यस चलचित्र अन्जिलामा जस्ताको तस्तै प्रस्तुत गरिएका छन्। अहिले लाखौं आम नेपाली दर्शकहरूलाई अन्जिला सुब्बाको वास्तविक यथार्थ घटनामा आधारित बनेको चलचित्र अन्जिलाले आम नेपाली दर्शकहरूलाई धुरुधुरु रुहाएका छन्। यस चलचित्र अन्जिलालाई मिलन चाम्सले निर्देशन गर्नुभएको छ भने यस चलचित्रका प्रोड्युसर प्रेम कुमार श्रेष्ठ हुन् र अहिले यस चलचित्रमा समावेश गरिएको गीत रात किन हुन्छ हजुर दिन किन हुन्छ, अहिले यो गीतले लाखौं आम नेपाली दर्शकको मन जित्न सफल भएको छ। अहिले यस गीतलाई धेरै नेपाली दर्शकहरूले रुचाएका छन्। यस गीतलाई नेपालकै चर्चित गायिका शान्तिश्री परियार र थानेश्वर गौतमले आवाज दिनुभएको छ भने यस गीतका रचनाकार हुन् शोभा बर्तौला भने यस गीतमा थानेश्वर गौतमले नै सङ्गीत भर्नुभएको छ। यस चलचित्रमा चर्चित नायक दयाहाङ राई, एन्जिला सुब्बा, सिर्जना सुब्बा, माउचे गुरुङ, बुद्धि तामाङ, विजय बराल, सुनिल थापा जस्ता अन्य थुप्रै चर्चित कलाकारहरूले अभिनय गर्नुभएको छ। चलचित्र अन्जिला फागुन 29बाट प्रदर्शनमा आएको हो। अहिले यो चलचित्रले 2 हप्ता पुरा गरिसकेको छ। अहिले पनि यो चलचित्रलाई उत्तिकै आम नेपाली दर्शकहरूले रुचाइरहेका छन्। अहिले पनि यो चलचित्र हेर्नका लागि लाखौं नेपाली दर्शकहरूको हलमा घुइँचो लागेको छ। मैले यो फिल्म चाहिँ दोहोऱ्याएर हेरेँ, यो सेकेन्ड टाइम हो। सबैभन्दा ठुलो कुरा कथाले छोडेन, लगातार रूपमा कथाले तानिराख्छ। हामीले सँगै हेरेर हामी एकदम धेरै रोयौँ। एन्जिला सबैजना हेर्नै पर्छ क्या, सबै कुरा यो मन पर्यो भन्ने नै छैन क्या, सबै राम्रो छ क्या। पूर्णबहादुरको सारङ्गी मुभी हेरेर नरुने सायदै कोही पनि होलान्, त्यस्तै अहिले चाहिँ एन्जिला मुभी हेरेर नरुने सायदै कोही पनि छैनन्। अहिले एन्जिला मुभी अहिले नेपाली फिल्म इन्डस्ट्रीमा बायोपिक मुभी यतिको लेभलको मुभी बनिरहेको छ, हरेक मान्छे गएर हेर्नुपर्छ। त्यो पनि नेपालको खेल जगतका एकजना चाहिँ लिडर जसले चाहिँ नेपाल महिला फुटबल टिमलाई नेतृत्व गरिरहेको एन्जिलाजीको जीवन कथामा बनेको यो फिल्म हरेक नेपालीले हेर्नुपर्छ। कसरी सङ्घर्ष गरेर यो लेभलसम्म आउन सक्छन्, पारिवारिक अवस्था त्यति नाजुक हुँदाहुँदै, त्यस्तो अवस्थामा हुँदाहुँदै पनि यहाँसम्म कसरी आउन सक्छन् भन्ने हरेक युवा पुस्ता, हरेक व्यक्तिको जीवनमा चाहिँ अवश्य पनि यसले चाहिँ एउटा सकारात्मक सोच दिन्छ। तपाईँहरू गएर अवश्य पनि आफ्नो नजिकको थिएटरमा गएर हेरिदिनुहोस् र उहाँको यो जीवन को यो फिल्मबाट जति पनि इन्कम हुन्छ उहाँको घर बन्नलाई एउटा इट्टा थपिनेछ। एउटा इट्टालाई चाहिँ हामीले सहयोग गरे बापत हामीले चाहिँ फिल्म हेरेर आफ्नो जीवनमा एउटा चाहिँ भोगाई पनि हुनेछ र त्यो गएको पैसाबाट चाहिँ उहाँको जीवनमा एउटा इट्टा थप्ने काम हामीले पनि गर्न सकिनेछ। एन्जिला मुभी हेरेर नरुने कोही पनि छैनन् होला। सम्पूर्ण जति पनि हेरिदिनु भएको छ उहाँहरूलाई नमन गर्न चाहन्छु, जसले यति ठुलो प्लेटफर्म, यति ठुलो सहयोग गरिदिने सम्पूर्ण व्यक्तिहरूलाई पनि म दीपक पौडेलको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु, धेरै धन्यवाद दिन चाहन्छु। एकदमै मन जित्नु भएको छ। एन्जिलाजीलाई पनि धेरै शुभकामना भन्न चाहन्छु। विशेष गरी नेपाली चलचित्र क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी बनेको थियो। तर अहिले आएर नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी भन्दा पनि अहिले एन्जिला चलचित्रले आम नेपाली दर्शकहरूलाई निकै नै रुवाएको छ। विशेष गरी यस चलचित्रमा एन्जिला र उनको आमाको कथा र संवादले धेरै आम नेपाली दर्शकहरूलाई रुवाएको नेपाली दर्शकहरूले बताएका छन्। चलचित्र एन्जिलामा स्वयं कप्तान एन्जिलाले नै छोरीको भूमिका निर्वाह गरेकी छिन् भने सिर्जना सुब्बाले आमाको भूमिका निर्वाह गरेकी छिन्। यस चलचित्रमा चलचित्र एन्जिलाप्रति धेरै शुभकामना र अझै पनि यो चलचित्रलाई यसरी नै लाखौं आम नेपाली दर्शकहरूले माया र साथ सपोर्ट गरेको हेर्न पाऊँ।
फेरि पनि चलचित्र एन्जिलालाई धेरै धेरै शुभकामना साथै धेरै धेरै बधाई दिन चाहन्छौँ।